हाम्रो दोस्त यहाँनिर बाङ्ग्रे सिस्नुको फुल निकाल्दै गरेको अवस्था हो। यहाँ हामीले यति चाहिँ निकालिसकेको छौँ। आज चाहिँ अर्ग्यानिक खाने भएर हामी सो कस्तो दामी है, दामी मजाले उयो भएको रहेछ, फुलेको रहेछ हो। कतिजनाले सिस्नुको फुल खानुभएको है, कमेन्ट गर्नुहोस् है कस्तो हुन्छ है। एकदम हामीलाई त दामी लाग्छ यो चाहिँ। हेलो एभ्रिवान है, गुड आफ्टरनुन है। लु सक्नुहुन्छ आज चाहिँ हामीले सिस्नुको यो भाङ्रे सिस्नुको फुल खाने प्लानिङ गरिरहेको छौँ हो। सो अर्ग्यानिक है आज चाहिँ। त्यस्तै अब यो समयको फल चाहिँ खानै पर्ने हो यस्तो समयलाई। अब कतिजनालाई मनपर्छ यो सिस्नुको फुल चाहिँ हो, कमेन्ट गर्नुहोस् होला। कतिले खानु भएको छ या कतिले खानु भएको छैन यसो कमेन्ट। एकदमै केयरफुल हो, यसरी केलाउनु पर्ने हुन्छ। यस्तो फुल चाहिँ यसरी हुँदैन, यो चाहिँ राम्रो एकदमै दामी भएको रहेछ। यसरी निक्लिन्छ है, यस्तो छ दामी भाङ्रेको फुल, सिस्नु भाङ्रे सिस्नुको फुल भन्छ चाहिँ। यो घाममा सुकाउनु पर्ने हुन्छ होइन, यसको जति पनि किराहरू छ सबै जान्छ होइन। यो चाहिँ अब घाममा टन्टन घाममा सुकाउनु पर्ने हुन्छ। सुकायो भने चाहिँ यसको किराहरू यहाँ जति पनि हुन्छ नि, इन्सेक्टहरू जति किराहरू यहाँनिर चाहिँ सबै जान्छ झर्छ हो। यस्तो छ गाइस हाम्रो तिलबु मजाले। आज तिलबुले दामी बनाउँछ। यस्तो छ यस्तो छ कुण्डल त लगाएर झुम्का झुम्का खालको छ यार हेर्नु न यार। यत्रो गरेर सबै दामी है सिस्नु बुको। दामी छ के खाने होला भएको नि, यो त प्याटुत हुन्छ नि उसिन। सही गाइस।